हेलो नमस्कार। आज म तपाईहरुलाई बेलको जुस कसरी बनाउने भनेर देखाउने छु। भिडियोलाई अन्तिमसम्म हेरिदिनुहोस् होला। मन परे शेयर लाइक अनि कमेन्ट गरिदिनुहोस् होला। पहिला बेललाई यसरी तोड्नुपर्छ। मैले यहाँ बेलनाको सहायता लिएर बेललाई तोडिरहेको छु। मैले बेललाई तोडेर पनि सकेँ। र एउटा भाँडामा हामीले भित्रको सबै बेलको पल्पलाई निकाल्नुपर्छ। पल्पहरू निकालेर पनि सकेँ मैले। अब हेर्नुहोस् त बेलको तयार भयो। बेलको जुस तयार भयो। यसमा केही आइस लगाएर अनि अलिकति पानी लगाएर राम्ररी मिक्स गर्नुपर्ने हुनेछ। मैले मिक्स पनि गरिसकेँ। अब यो खानको लागि तयार भयो। अब म टेस्टरलाई बताउने छु। बेबी थ्याङ्क यू फर वाचिङ।